नमस्कार दर्शक महानुभावहरू, म आज बिमाको विषयमा के भन्दैछु, बिमा के हो, बिमा कसले गर्ने र कतिको गर्ने भन्ने विषयमा म सानो चर्चा गर्न गइरहेको छु। बिमा भनेको बिमा गर्ने व्यक्ति बिमित र बिमा गरिदिने कम्पनी बिमक, यो दुई बिचको करारनामा हो, होइन? यसमा चाहिँ अ, बिमा गर्दाखेरि कुन क्लजमा, कुन केसमा चाहिँ तपाईँले क्लेम पाउनुहुन्छ। जस्तै प्राणघातक रोग लाग्दा एउटा क्लेम पाउनुहुन्छ तपाईँले। अर्को भनेको मान्छे पूर्ण अपाङ्ग भएर बस्दाखेरि जुन बेलामा इन्कम गर्न सक्दैन, त्यो बेलामा क्लेम पाउनुहुन्छ। एकमुष्ट या मन्थली वाइजमा पाउनुहुन्छ। अर्को कुरा भनेको मृत्युको हकमा, दुर्घटनाको हकमा एक खालको क्लेम हुन्छ भने, दुर्घटनाबाट मृत्यु भएको केसमा भने मैले, र कालगतिले मृत्यु भएको केसमा अर्को खालको क्लेम हुन्छ, है। यी कुराहरू चाहिँ त्यो करारनामामा लेखिएको हुन्छ। त्यो सबै कुराहरू चाहिँ हामीले पढ्ने बानी बसाल्नुपर्छ, होइन? अनि कसले गर्ने त बिमा? परिवारमा तपाईँ 4 जना हुनुहुन्छ, 2 जना छोराछोरी, 1 जना श्रीमान, 1 जना श्रीमती हुनुहुन्छ, 4 जना हुनुहुन्छ भने तपाईँको परिवारमा प्राथमिकतामा दिनुपर्ने, पहिला सुरु गर्नुपर्ने बिमा भनेको जो मान्छे चाहिँ बाहिर आउट अफ हाउस काम गर्छ, अफिस जान्छ अथवा चाहिँ कुनै व्यवसाय गर्छ अथवा कुनै फ्याक्ट्रीमा काम गर्छ भने चाहिँ जो मान्छे चाहिँ दिन प्रतिदिनै कुनै सवारी साधनमा जाने आउने गर्छ, रिस्क भएको कामहरू गर्छ भने चाहिँ त्यो मान्छेको बिमा पहिलो प्राथमिकतामा राख्नु जरुरी छ। मैले भन्न खोजेको फेरि वाइफको गर्नु पर्दैन अथवा बच्चा-बच्चीको गर्नु पर्दैन भन्ने कुरा होइन। मैले जे भने, जो मान्छे चाहिँ अग्रसर भएर चाहिँ आफ्नो बाहिरी काममा चाहिँ बढी फोकस गरिरहेको हुन्छ, घरभन्दा बाहिर काममा फोकस गर्ने मान्छेलाई चाहिँ पहिलो सुरु प्राथमिकतामा राख्नुपर्छ भनेको। अब बच्चा-बच्ची केटाकेटी गर्दाखेरि त्यो एज अ सेभिङको हिसाबले मात्र गरिन्छ, होइन? रिस्क खासै बच्चा-बच्ची केसमा हुँदैन। हुन त हुन्छ तर एकदमै एडल्टभन्दा अलिक कम नै हुन्छ। अनि श्रीमतीको पनि नहुने भन्ने कुरा होइन। तर हामीले प्राथमिकतामा राख्ने भनेको आउटसाइड, तपाईँको घरको आउटसाइडमा काम गर्ने, जाने, व्यवसाय गर्ने व्यक्तिको चाहिँ पहिलो सुरु प्राथमिकतामा राख्नुपर्छ भनेको। प्रायोरिटी हामीले त्यसलाई दिनुपर्यो। र कतिको गर्ने त, होइन? 20 लाखको गर्ने कि 10 लाखको गर्ने कि 30 लाखको गर्ने कि 40 लाखको गर्ने, 50 लाख गर्ने, 1 करोड गर्ने कि 2 करोड गर्ने, 5 करोड गर्ने, कति गर्ने? हामीले आफ्नो इन्कम अनुसारको बिमा गर्ने हो। तपाईँ काम गरिरहनु भएको छ, महिनाको 2 लाख रुपियाँ कमाउनुहुन्छ, 1 लाख रुपियाँ कमाउनुहुन्छ, 5 लाख कमाउनुहुन्छ, तपाईँको फ्यामिलीको स्ट्याटस त्यही खालको हुन्छ, त्यही खालको चाहिँ स्ट्यान्डर्डमा तपाईँको फ्यामिली चाहिँ अगाडि बढिरहेको हुन्छ। अब कोहीले महिनाको 20,000 कमाएर पनि परिवार पालिरहनु भएको छ, कोहीले 50,000 कमाउँदा नि पालिरहनु भएको छ, कोहीले 1 लाख कमाउँदा नि पालिरहनु भएको छ भनेको जो मान्छे कमाउने व्यक्ति हो, ऊ नै कुनै रोग लाएर थल्ल पर्यो अथवा त्यो मान्छे चाहिँ कुनै दुर्घटनामा परेर अपाङ्ग भइदियो अथवा एक्सपायर भइदियो भने जुन इन्कमले जति पैसाले उसको परिवार चल्थ्यो त्यति पैसा चाहिँ आउनुपर्छ भनेको। त्यही भएर हामीले त्यही अनुसारको चाहिँ बिमा गर्नुपर्छ। एउटा परिवार चाहिँ महिनाको 50,000 ले चलिरहेछ भने त्यो परिवारमा 50,000 कमाएर ल्याउने व्यक्ति रोग लाग्दा, अपाङ्ग हुँदा या मृत्यु हुँदा त्यो परिवारको चाहिँ आर्थिक भविष्य चाहिँ डामाडोल नहोस् भन्नको निम्ति हामीले त्यति नै पैसा चाहिँ मन्थली या एकमुष्ट आउने गरेर चाहिँ बिमा गर्नुभयो भने हामी आर्थिक जोखिममा चाहिँ हाम्रो फ्यामिली चाहिँ पर्दैन। बिमा भनेको यस्तो चिज हो कि यो इन्भेस्टमेन्ट भन्दा पनि एउटा चाहिँ लगानी, एउटा इन्भेस्टमेन्ट त हो नै यो, तर यसमा फाइदाको हिसाबले यति पैसा पछि आउँछ, उति पैसा पछि आउँछ, म्याचुरिटी पछाडि भनेर गर्ने भन्दा पनि हाम्रो जीवनकालमा आइपर्ने जोखिम वहनको लागि गर्ने हो। फर्स्ट भनेको तपाईँको त्यही रिस्क कभरेजको लागि गर्ने, सेकेन्ड भनेको मात्रै सेभिङ हो। सेभिङ मात्रै गर्नलाई त ब्याङ्क छ, सहकारी छ, फाइनेन्स कम्पनीहरू छन्, अथवा हाइड्रो पावरमा लगानी गर्न सक्नुहुन्छ, जग्गामा लगानी गर्न सक्नुहुन्छ, कमाउने हिसाबले गर्ने भने त छ नि त। तर त्यो कमाउने साथसाथै तपाईँले रिस्क कभरेजलाई प्रायोरिटी गर्नुभयो र सेकेन्ड भनेको सेभिङलाई प्रायोरिटी गर्नुभयो भने बिमा एकदमै ठिक हो। यो कतिको गर्ने भन्ने कुराको एन्सर चाहिँ, है। र तपाईँहरूलाई चाहिँ बिमा सम्बन्धी केही कुराहरू चाहिँ सोध्न मन छ, अझ विस्तृत रूपमा बुझ्न मन छ भने चाहिँ मैले तल डिटेल्समा चाहिँ मैले मेरो आफ्नो WhatsApp नम्बर पनि राखेको छु।
हजुरहरूले मलाई डाइरेक्ट WhatsAppमा म्यासेज गर्न सक्नुहुन्छ। कलहरू चाहिँ नउठ्न पनि सक्छ किनभने धेरै कलहरू आइरहेको हुन्छ। म्यासेज गर्नुभयो भने म अन द स्पट हजुरलाई रेस्पोन्स गरिहाल्छु। बाँकी कुराहरू अन्य भिडियोमा म बोल्न जान्छु। हस्, थ्याङ्क यू।